हेलो साथीहरु नमस्कार गुड मर्निङ फ्रम सोलुखुम्बु अहिले चाहिँ बिहानको समयमा अनि के तातो तातो घाम लागेको छ र म चाहिँ एक्लै यहाँ मन्दिर जाँदै छु साथीहरु तल हुनुहुन्छ साथीहरुले पर्खिँदै हुनुहुन्छ त्यसपछि सानो भिडियो बनाउन मन लाग्यो अलिकति बिहानको समयमा न्यानो समयमा हैन निकै चिसो समय छ त्यति हुँदाहुँदै पनि नुहाएर हिँडिएको छ है अब मन्दिर जाँदालाई त्यति सहज त छैन एक्लै बडबडाउँदै हिँड्दैछु म चाहिँ हेलो साथीहरु अब चाहिँ हामी जाँदैछौँ यहाँनिर साइडमा हेर्न सक्नुहुन्छ तुसारो राम 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 यस्तो चिसोमा नि नुहाएर मन्दिर गइँदैछ है कपाल त्यस्तै भएको छ कपाल बान्नु पर्ने छ अनि अगाडि मिस हुनुहुन्छ पछि म छु यति राम्रै मान्छेसँग हिँडिया छ कुनै दिन हरायो भने हराउनु भयो भने बा आमाले मलाई के जवाफ दिने भन्ने कुरा मलाई लागिरहेछ यस्तो कुम्लो कामले परेर बोकेर हिँडेको छु कहाँ हराउँछ हौ म बेर छैन मङ्सिर लागिरहेछ कवाडी भएर हिँडेको छु कवाडीलाई लाग्छ र मङ्सिर लागेपछि त कवाडी सवाडी केही भन्दैन नि गाडीमा हालेर लगिहाल्नुहुन्छ नि कवाडीलाई कुन लाग्छ र कसैलाई मन पर्यो भने मेरो साथी यति राम्री हुनुहुन्छ सम्पर्क गर्नु होला कृपया म उहाँलाई मिलाउन रेडी छु म त साथी हो सोलुखुम्बुमा त बारीभरि नुन फल्छ हो भन्ने बेला भएको छ हेर्नु त सिद्धि देवी मन्दिर सिद्धा देवी मन्दिर भन्छ हैन त्यहाँ हामी जाँदैछौँ यस हामी फाइनली बल्ल आइपुग्यौँ होइन ओह्रालोमा मेरो हिल देखाउनु न यहाँ यति चप्पल त नि बिचरा हामी मन्दिर भएको ठाउँमा आइपुगेको छौँ एक्ज्याक्ट यो मन्दिरको नाम चाहिँ मलाई थाहा छैन उहाँलाई चाहिँ लुङ्गीमा कस्तो देखिएको छ कृपया तपाईँहरूले भन्न सक्नुहुन्छ यो चाहिँ यहाँको मन तातो पानीमा चाहिँ पुरै चोखिने कार्यक्रम भइरहेको छ उहाँहरूको र सँगसँगै म पनि अब जान चाहन्छु ल उहाँले चाहिँ हाम्रो सिद्धा देवी के मन्दिर नाम सेती देवी र सिद्धा देवी मन्दिरमा चाहिँ उहाँले यो तातो पानीमा चोखिँदै हुनुहुन्छ अब चाहिँ हामी मन्दिरभित्र प्रवेश गर्दैछौँ मन्दिर सोलुकुण्डा 10 पतान्जी सोलुकुण्डा मन्दिरको चाहिँ पुजारी होइन म चिचु तानी अब चाहिँ हामी जाउँ लाग्न थालौँ अब चाहिँ हामी जान तयार रेडी ल अब हामी दर्शन गरिवरी फर्केका छौँ यो भिडियो सँगसँगै म तपाईँहरूलाई माथि गर्दा एउटा फेरि भिडियो बनाएर तपाईँहरूलाई देखाउँछु है त
यति भन्दै आजको लागि चाहिँ भिडियो यति नै। फेरि पनि भयो भने म नेक्स्ट अरू भिडियोहरू बनाउने छु। आजको लागि मन्दिरको चाहिँ यति नै। अब चाहिँ हामी पनि फर्किनु पर्ने हुन्छ लगभग। हाम्रो नि तपाईँ सबैजनालाई चाहिँ विशेष गरी यो भिडियो हेरिदिनु भएकोमा धन्यवाद दिँदै आजको भिडियोबाट चाहिँ म पनि बिदा हुन चाहन्छु। हस्त नमस्कार, शुभ दिन।